On behalf of the Virginia House of Delegates, as a member of that beloved House, I want to offer our sincerest congratulations to you and to honor your work and to declare that April 30th be recognized as International Meditation Day. And we thank you again for all of you. Bodhit Savaswami Anand Arun, founder of Osho Tapovan, Nepal. For over 40 years, he has been facilitating meditation and lifestyle management program around the world, promoting global peace and welfare for humanity. आजभन्दा 10 वर्ष अगाडि 1914 मा इन्डियाले प्रस्ताव राख्यो युनाइटेड नेसनमा वर्ल्ड योगा डे। इन्डियाको प्रस्तावमा धेरै कन्ट्रीले समर्थन, नेपालले पनि समर्थन गर्यो र 21 जुनमा चाहिँ वर्ल्ड योगा डे मनाउन विश्वभरि सुरु गर्यो। मलाई त्यही बेला प्रेरणा मिल्यो कि अहिलेको युगमा योगा शरीरको लागि बडो आवश्यक चिज हो। हामी तपोवनमा धेरै वर्षदेखि प्रत्येक दिन बिहान योगा गर्दै आइरहेका छौँ। ओशो आश्रममा अरू ठाउँमा पहिला योगा हुन्थेन, हामीले नै सुरु गरे हो। यसले गर्दा नेपालका सेन्टरहरूमा भइरहेछ। योगा त शरीरको लागि अति आवश्यक चिज हो। त्यो शरीरभन्दा पनि हामीसँग अझ जटिल जुन प्रक्रिया त्यसको लागि हो माइन्ड, मन। र अहिलेको जो समय छ त्यसमा शारीरिक सुविधा भएका जति देश छन् त्यहाँ मानसिक समस्या त्यतिकै बढी छ। जो वर्गसँग खाना लाउनलाई लुगा छ, पैसा छ, सुविधा छ, जति सम्पन्नता बढ्छ त्यतिकै मानसिक समस्या बढिरहेछ संसारमा। अहिले सबभन्दा मानसिक रूपले संसारमा समस्याग्रस्त कन्ट्री अमेरिका हो। किन अमेरिकामा धनाढ्यहरू धेरै छन् र सबभन्दा मनोवैज्ञानिकहरूका जानुपर्ने पनि अमेरिकामा लगभग हरेक धनी व्यक्तिको आफ्नो पर्सनल साइकेट्रिक डक्टर छ। समस्या बढ्दै गइरहेछ। शरीरको लागि योग र मनको लागि चाहिन्छ ध्यान। किनभने अब आउने युगमा मान्छे जति बौद्धिक हुँदै गइरहेछ, जति सम्पन्न हुँदै गइरहेछ, त्यतिकै मानसिक समस्या बढ्दै गइरहेका छ। त्यही दिन मलाई यो प्रेरणा मिल्यो कि इन्डियाले योग दिवस मोदीजीको प्रयासबाट युनाइटेड नेसनले पास गर्यो। नेपालले चाहिँ ध्यान दिवसको प्रस्ताव ल्याओस्। मैले 10 वर्षदेखि यो गरिराखेका थिएँ। नेपालका प्रत्येक प्रधानमन्त्रीजीलाई, जति प्रधानमन्त्री हो यो 10 वर्षमा, सबैलाई मैले भेटेर निवेदन गरेँ कि नेपालले युनाइटेड नेसनमा प्रस्ताव राखोस्। म अमेरिका गयो होला, नेपालको जो युनाइटेड नेसनको मिसन छ त्यसमा गएर पनि यस विषयमा मैले धेरै जोड दिएँ। र अमेरिकाका सिनेटरहरूको बारेमा पनि जब हाम्रो मिटिङ हो त्यसमा मैले यो कुरा राखेँ। अमेरिका प्लस मेडिटेसन इज प्याराडाइज। भौतिक सुविधा सबै धेरै भइसक्यो अमेरिकामा, अगर मेडिटेसन पनि त्यतिकै भयो भने त्यो स्वर्ग बन्छ। एन्ड अमेरिका without meditation, every day will face new problems. Mass shooting, drug abuse. Every third, fourth person in a city is suffering from depression or anxiety. Insomnia is very common. लोग राम्रोसँग सुत्न सक्दैनन्। यो समस्याहरूको समाधान हामीसँग छ। ध्यानको सहज प्रयोगले औषधि नखाइकन राम्रो निद्रा लिन सकिन्छ, तनाव विसर्जित गर्न सकिन्छ भनेर अमेरिकाका सिनेटरहरूको बिचमा मैले प्रवचन दिए थिएँ। उनीहरू बडो प्रभावित भए र उनीहरूले चाहिँ समर्थन गरेका थियो। Proclamation, International Meditation Day Proclamation. Whereas the practice of meditation is a mind and body practice that has a long history to promote mindfulness,
calmness, heightened state of awareness, and overall contentment. Whereas meditation is a scientific and universal practice for relaxing the mind, shared by diverse cultures globally for thousands of years. International Meditation Day, as proposed by Bodhisattva Swami Anand Arun, founder of Osho Tapovan, Nepal. For over 40 years, he has been facilitating meditation and lifestyle management program around the world, promoting global peace and welfare for humanity. Of the Virginia House of Delegates, as a member of that beloved house, I want to offer our sincerest congratulations to you and to honor your work and to declare that April 30th be recognized as International Meditation Day. And we thank you again for all of you. नेपाली मिसनमा पनि गएर त्यहाँ पनि यो विषयमा खुब जोड दिएका थिए, तर उनीहरूले के भनेको जबसम्म काठमाडौँबाट हामीलाई आदेश आउँदैन हामी प्रस्ताव राख्न सक्दैनौँ। यहाँ मलाई नेपालमा त सबै चिज स्लो चल्छ, बिस्तारै चल्छ। 10 वर्ष लाग्यो यसलाई सबैलाई कन्भिन्स गर्नलाई। युनाइटेड नेसनको जनरल सेक्रेटरी आउनुभयो लुम्बिनी, ठुला गृहमन्त्री हुनुहुन्थ्यो यहाँ नारायण काजी श्रेष्ठजी, जो हामीहरूको बडो मित्र हुनुहुन्छ, तपनको पनि मित्र हुनुहुन्छ, ओशोको पनि प्रशंसक हुनुहुन्छ। उहाँलाई मैले जहिले यहाँ तपन आए पनि या मैले भेट भयो भने उहाँलाई घचघचाइराख्थेँ कि यो कमसेकम राष्ट्रिय ध्यान दिवस त घोषित गर्नुहोस्, त्यो त क्याबिनेटले गर्न सक्छ, त्यसमा त टाइमै लाग्दैन। अनि युनाइटेड नेसनमा नेपाली मिसनले प्रस्ताव राखोस्। उहाँलाई मैले यति भन्थेँ कि उहाँ दिक्क मान्नुहुन्थ्यो, कति गराउनु भयो यही कुरा, यो मान्दैन। यहाँ नेपालमा त कुनै कुरा पनि मनाउनु बडो एकचोटिमा हुँदैन। उहाँले भन्दाखेरि उहाँ कन्भिन्स हुनुभयो, भन्नुभयो म अमेरिकामा गएर, अब नेपालले त यहाँ थाहै छ, यहाँ हामी कहाँ एउटा उखान छ, पशुपतिनाथले बोल्दैन, नेपाली नेताले सुन्दैन। सुन्नमा बहुत टाइम लाग्छ। 10 वर्षदेखि राख्दाखेरि हलि नै राखेका थिए। जो जनरल सेक्रेटरी आउनुभयो लुम्बिनीमा, उहाँसँग कुरा गर्दाखेरि तुरन्त बुझ्नुभयो। उहाँले भन्नुभयो म यसपालि नै गएर यो पास गराउँछु युनाइटेड नेसनमा, अहिले मेडिटेसन अति आवश्यक छ उहाँले बुझ्नुभयो र उहाँको प्रयासले नै यो चाहिँ पास भयो। विश्व ध्यान दिवस meditation is needed more for the people, those who have no time for meditation. प्राकृतिक कुरा भन्नुहुन्थ्यो उसो हैन। तर समय सबैको लागि 24 घण्टाको हुन्छ, र जसले समयलाई व्यवस्थित गर्न जान्छ उसको लागि सबै टाइमको लागि समय हुन्छ। यहाँ नेपालका पनि धेरै ठुला व्यक्तिहरूलाई मैले भने तपाईहरुले योग र ध्यान गर्नुहोस् भन्दाखेरि समय कहाँ छ, गर्न त जान्छु, जीवन बडो व्यस्त छ। जो जसले भन्छ मलाई जीवन व्यस्त छ उसलाई म के भन्छु भने तपाईको जीवन व्यस्त छैन, तपाईको जीवन अस्तव्यस्त छ। अस्तव्यस्त भएपछि राम्रो कामको लागि टाइमै हुँदैन हैन। जो व्यस्त व्यक्ति छ उसको जीवन बडो डिसिप्लिन हुन्छ, उसलाई हरेक चिजको लागि टाइम हुन्छ। त्यसकारणले यो भन्नु कि मसँग समय छैन, तपाईले समयको व्यवस्थापन नजानेर। 21 जुनमा वर्ल्ड योगा डे, ठीक 6 महिनापछि 21 दिसम्बरमा चाहिँ वर्ल्ड मेडिटेसन डे पास भयो। र लास्ट इयर हामीले यहाँ मनाए ठुलीखेलमा प्रधानमन्त्रीजी ओलीजी आउनुभयो, उहाँले सम्बोधन गर्नुभयो, मलाई ध्यान गराउनलाई पनि दिनुभयो, सानो ध्यान पनि गराएँ र यसको महत्त्वको बारेमा मैले बताएँ। यसपालि पनि मलाई बोलाउनु भएको छ ठुलीखेलमा, प्रधानमन्त्री नै आउनुहुन्छ, मलाई पनि बोल्नलाई योगा मेडिटेसनको बारेमा बोल्नलाई उहाँले समय दिनुभएको छ। म बताउँछु मैले जानेको जति। यसरी यो वर्ल्ड मेडिटेसन डे चाहिँ
10 वर्षको प्रयासपछि यो पास भयो। अमेरिका हैड अल्सो सपोर्टेड द वर्ल्ड मेडिटेसन डे। तपाईँको लाइफ स्टाइल बन्नुपर्छ योग र ध्यान। मलाई बडा खुसी छ कि एक सामान्य व्यक्तिको प्रयासले पनि युनाइटेड नेसनका जनरल सेक्रेटरी कन्भिन्स हुनुभयो र आज विश्वभरि चाहिँ यो विश्व ध्यान दिवस यसपालि हामी मनाउने गइरहेका छौँ र यसमा तपोवनलाई खूब गौरव लाग्छ कि हामीले ध्यानको प्रचार प्रसार सारा संसारमा गर्ने मौका पाएँ। यो हाम्रो लागि एउटा गौरवको विषय हो, यसको इतिहास ही हो।